अस्ति म बोले हुन त उनको मुख पूर्ण रूपमा बन्द हुन्छ भन्ने आश मैले गरेकै थिइनँ, तर अब मेरो बहिनी पनि बोल्नुपर्ने अवस्था सिर्जना भएको छ। अब आउने उसको आफ्नै आवाज हो, उसका पीडाहरू वास्तविक हुन् र ती जायज छन्, त्यसैले ध्यान दिएर सुन्नुहोस्। सामाजिक सञ्जालले हाम्रो जीवनमा ठुलै परिवर्तन ल्याएको बुझ्छौँ हामी। हुन पनि हो, किनकि मेमोरी अहिले म नेपाल बाहिर पढ्दैछु, तर हरेक 2 हप्तामा मेरो बुवा, मेरो दाजु र मेरो परिवार सम्बन्धित अर्को नयाँ काण्ड आइपुगेको सुन्न पाउँछु। काण्ड शब्द चाहिँ किन प्रयोग गर्दैछु भन्दा चाहिँ मेरो बुवाको पेसै पब्लिक आइमा भएपछि हजुरहरू बिर्सिनुहुन्छ कि हाम्रो परिवारमा जे हुन्छ त्यो हामीले साँच्चै भोगि नै रहेका छौँ। फेसबुक र युट्युबमा मात्र देख्दा हजुरहरूले फिल्म कि त सिरियल हेरे चाहिँ लाग्छ होला, तर हजुरहरूले कमेन्टमा पुरा कथा नबुझी नसुनी जे टिप्पणी दिनुहुन्छ त्यसले कम्तीमा मेरो परिवारभित्रको 1 दर्जनजनाको लाइफ र मानसिकतासँग खेलिरहेको हुन्छ। म 13 वर्षको हुँदाखेरि आमा बुवाको डिभोर्स हुँदा नाबालिग छोरीलाई आमासँगै बस्न पठाउने डिसिजन भएछ, तर मलाई कसैले पनि सोधेन कि म कोसँग बस्न चाहन्थेँ। सोधिहालेको भए पनि म भन्थे होला म मेरो दादासँगै, म हुर्किएको घरमा, मेरो दिदीहरूको नजिक भएको ठाउँमा बस्छु। आमासँग बसे पनि बाबा दादा भेट्न पाउने, घर फर्किन पाउने, छोरी र पूर्व पत्नीको भागको अंश आमाको जिम्मा लगाएपछि शान्तिपूर्ण रूपमा डिभोर्स हुने कुरा भएको थियो। तर आमासँग बसेको 1 महिना नहुँदै उहाँले मलाई भन्न थाल्नुभयो, तेरो बाउ, तेरो दाइ, तेरो ठुलबाहरूको छोरी भेट्न पाउँदिनस्। शब्दहरू एक्ज्याक्टली यही नै थिए। पहिला जति फिजिकल अब्युज, भर्बल अब्युज र मेन्टल अब्युज म, मेरो बाबा र मेरो दादाले सँगै भोग्थ्यौँ, त्यति नै पीडाको भोगी ती 8 महिनाभरि म एक्लै हुन पुगेँ। धेरै गाह्रै नै त भयो होला नि, किनकि 14 वर्षको उमेरमा म दसैँ मनाउन मेरो बाबाको घर फर्किएँ। त्यसपछि म कहिले पनि मिनाजीसँग फर्किनँ। उहाँले 1 हप्ता जति फोनमा धम्काउन फकाउन प्रयास गर्नुभयो, तर उहाँलाई पनि 14 वर्षको छोरी नपाली, उसको अंश फिर्ता नगरी आफ्नो मनमर्जी गरी बस्न सजिलो भन्ने बुझ्नुभयो होला, किनकि केही इस्यु नबनाइकन उहाँले मलाई खासै अप्रोच गर्नु भएन। तर कथा त्यतिमै टुङ्गिएन, किनकि हामीले सबैले उहाँलाई युट्युब, फेसबुक र टिकटकमा टन्नै देखेका छौँ। त्यसपछि उनले कुनै बेला सडकमा पुर्याउन खोज्नु भएको आफ्नै छोरालाई आफूप्रति ल्याउन खोज्नुभयो। 27 वर्षको छोराले सँगै बस्ने इच्छा नहुँदा त्यही नै कुरा टुङ्गिँदा सबैको भलो हुन्थ्यो भन्ने मेरो सोचाइ थियो, तर अझै पनि दादाको आडमा एकदमै म्यानिपुलेसन चल्दैछ सोसियल मिडियामा। जो एकपट्टिको कुरा सुनेर मनोज गजुरेल र परिवारलाई भएको गाली गलोच गर्दै हुनुहुन्छ, थाहा नभएर होला, तर हजुरहरू पनि झनै एन्टी फेमिनिस्ट नै हुँदै हुनुहुन्छ। गाली खाइरहेको महिला, मेरो फुपू हजुरआमा, मनोजीको जीवनसाथी, मेरो ठुली आमाहरू सबै महिला नै हुन्। हामीले मुख अगाडिबाट सुरु भएको गाली, हेपाई, मुख छाड्ने, अब सम्बन्ध सकिसकेपछि पनि मिडियामा पुगेको हेपाई कुनै लेभलमा पनि महिलावाद होइन। हजुरहरू अर्को झुट बोकेर आउनुहोस्, मसँग हरेकको एन्सर छ, किनकि म भन्दा ठुलो महिलावादी मैले चिनेको नि छैन, र साथै मेरो परिवारमा मैले हेरेको र भोगेको कुरा मैले राम्ररी बुझेको छु। सत्यको खोजीमा हाम्रो जीवन लछार पछार गर्न खोजेको भन्ने कुरा आयो भने यति बुझ्नुहोस् कि मेरो दाजुको स्वास्थ्यको आडमा केवल झुट र म्यानिपुलेसन हुँदैछ। आमासँग असुरक्षित फिल भएर भागेको म, घर फर्किँदा उहाँकै कारणले दाजुको स्वास्थ्य बिग्रिँदै गएको र मेरो बुवामाथि दोषारोपण गरिएको वर्षौँ भयो। आरोपहरू सत्य भएको भए हामी दाजु बहिनी घर र मायाविहीन हुन्थ्यौँ होला, तर हामी अझै हाम्रो बुवा, आमा, काका काकीहरूसँग छौँ। आफ्नो तरिकाले अगाडि बढ्न खोज्दैछौँ र यो बाहेक जे गफ आउँछन् ती त्यही गफै मात्रै हुन्। जीवनमा सबैलाई कुटाएर गाली गलोचले पर भगाएपछि उहाँसँग त्यही मिडिया र हाम्रो जीवन नबुझ्नु भएका कमेन्टका सपोर्टर्स मात्रै छन्। बाँकी छोरा छोरी जुन बुवासँग बस्न पुगेका छन्, बुवाले हरेक कर्तव्य पुरा गर्नुभएको छ। अरू कसैले बोल्न सिकाएको छ नानीलाई भन्नु होला, तर आफ्नो कथा र आफ्नो परिवारको लागि बोल्न सक्ने क्षमता भएको छोराछोरी हुर्काउनु भएको छ गजुरेलजीले।